नमस्कार, तपाईहरू हेर्दै हुनुहुन्छ लुक्स नेपालको दैनिक हेडलाइन। आवासीय चिकित्सकले 48,737 निर्वाह भत्ता पाउने। आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछ सभापति देउबा। कांग्रेस महाधिवेशन बारे नेतृत्वलाई मतलब नै छैन डाक्टर शेखर कोइराला। 64 भन्दा राम्रो नतिजा आएको सपना देखेपछि अभियानमा दौडिएको हुँ प्रचण्ड। लोकतन्त्रका नाममा निरङ्कुशता र लुतन्त्र हावी लिङ्गदेन। शिक्षक आन्दोलनमा दमन गरेर सरकारले शिक्षा विरोधी चरित्र देखायो झलनाथ खनाल। शिक्षक प्रति प्रधानमन्त्रीले नै दमनको भाषा बोले वर्षमान पुन। बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ। सगरमाथा क्षेत्रमा व्यावसायिक रूपमा हेलिकप्टर उडान नगर्ने स्थानीय तहको पुनः चेतावनी। शेयर बजार 14.53 अङ्कले घट्यो। 8 अर्ब 91 करोड रुपियाँको कारोबार। हङकङ र लाओससँगको फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा।